केले होला दाजु? के पाउँछ यहाँ अनि स्पेसल यहाँको के छ? स्पेसल त दाजु हाम्रो माछा छ, यहीँको लोकल माछा। अनि त्यसपछि माछाको फ्राई, ग्रेभी, सुकुटी होइन, अनि तपाईँको भटमास चिउरा, साँधेको भटमास, साँधेको आलु, चटपटे, यस्तै यस्तै हो। धेरै आइटमहरू छ। यसो गरौँ न, त्यो भटमास चिउरा चाहिँ हजुर 1 प्लेट गरौँ। 1 प्लेट भटमास चिउरा। अनि भेजमा कि नन भेजमा दिनुहुन्छ दाजु? भेजमा कि नन भेजमा? हजुर हजुर, हाम्रोमा चाहिँ एउटा भटमास चिउरा भेजवाला छ, एउटा नन भेजवाला छ। तपाईँलाई कुन चाहिँ ल्याइदिनु? यो त पहिलोचोटि पो सुन्दैछु त हौ म, नन भेजवाला। हाम्रो एकदम अलग्गै आइटम हो दाजु, यो मैले पाहाडमा सिकेर आएको आइटम हो। पाहाडतिर हामी बनाएर खाने गर्थ्यौँ, अनि यसो अब नयाँ आइटम चलाइदिउँ भनेर नि। नन भेज यसो गरौँ न, आज भाइको नयाँ आइटम नै चाख्दिउँ न त, नन भेज। हस् दाजु हस्। 1 प्लेट। अरू के दाजु? अरू पानी दाजु पानी रोक्नु त। हजुर यो मिनरल वाटर हो? हो नि दाजु, मिनरल वाटर हो। यो चाहिँ मेरो उसमा चाहिँ मिनरल वाटर होइन होइन, यहाँ चाहिँ यो नाम मात्रै मिनरल वाटर हो। पानी अर्कै छ यहाँ, मिनरलवाला हुँदैन, यो सादै पानी हो भरेको हो। सिल प्याक त गरिदिन्छ नि उनीहरूले, गरिदिने त हो नि, भित्र त माल त पानी नै हाल्ने हो होइन। त्यो भएको भएर मलाई चाहिँ कलको 30-40 चोटि चलाएर चिसो पानी हुन्छ नि, जमिनको पानी हो, त्यो जस्तो तागतिलो पानी कहाँ हुन्छ हो। त्यो पानी चाहिँ मलाई ल्याउनु पर्यो, लोकल पानी। त्यो यो चाहिँ भएन। अनि यो सूर्यहरू शिखरहरू म तान्दिनँ क्या, यसको चुरोटहरू मलाई। मैले खाने भनेको तान्ने भनेको चुरोट बिजुलीमा कम त तागत छ। बिजुली चुरोट भनेको त एकदम एनर्जेटिक चुरोट हो नि त भाइ। यो फ्यान केले चलायो? बिजुलीमै हो दाजु। हो, अनि तपाईँहरूमा फ्रिज केले चल्छ? त्यो पनि बिजुली। अनि बिजुली कस्तो तागतिलो रहेछ त? राति बल केले बल्छ? बिजुलीले होइन हो। मलाई बिजुली चुरोट चाहियो, लोकल पानी। तर दाजु अब हाम्रोमा फेरि यही शिखर र सूर्य मात्रै पुग्छ, बिजुली त अहिलेलाई छैन। अहिलेलाई यसैले काम चलाउनु होइन। मेरो त बानी नै दाजुकै लागि 1 बोटा बिजुली ल्याएर। ठिक छ, अर्कोचोटि ल्याउन। अहिले यो फिर्ता लानु, पानी पनि लानु, लोकल पानी ल्याउनु मलाई है। अनि टुच्च पनि लिएर आउनु। थाहा छ नि टुच्च भने? थाहा छ दाजु। हो, यो कारोबारै टुच्चको दाजु। पानी चाहिँ लैजाऊ। है पानी अर्को लोकल ल्याउनु न, मैले भनिसकेँ त। केटाहरू के भन्नु? लु दाजुले 40 चोटि भन्नुहुन्थ्यो, यो चाहिँ 50 चोटि चलाएर निकालेको, 51 चोटिमा आयो है दाजु। एकदम फुलको प्योर पानी, कलको पानी खानै स्वादिलो हुन्छ। अनि दाजुलाई टुच्च पनि ल्याइदिएको छु दाजु। के हो यो? ल टुच्च भन्नुभयो होइन दाजुले? टुच्च त टुच्च हो, यस्तो टुच्च खाँदिनँ नि त म। दाजु अब यो यस्तो धेरै जसो यही खान्छन् यहाँ। अब खान्छन्, अरूले खान्छन् होला, उनीहरूलाई थाहै छैन। यो त के, यो केमिकल बढी भएको जिनिस हो, फ्याक्ट्रीमा बनेको। मलाई गाउँको प्योर माल होइन, गाउँको प्योर एकदम त्यो नेपाली उत्पादन, जसले देशलाई फाइदा गरोस् होइन, देशको उत्पादन बढोस्, त्यसको पनि व्यवस्था, देशमै रोजगार भएको होस्, गाउँ गाउँमा त्यो भएको। टुच्च भनेको चित्तो हो क्या, यिनीहरूलाई टुच्च भन्दैन। टुच्च चित्तीहरूलाई गाउँको प्योर माल लिएर आउनु त छ कि छैन? वाकुन पेट अनि त्यो के को बनाएको हुन्छ नि, जडीबुटीहरू हो, त्यस्तो खालको ल्याउनु न। ल के ल्याएको यो? त्यही हो दाजु, हजुरले जे भन्नुभएको थियो। ए बाबा, म ब्रान्डेड खाँदिनँ क्या, गाउँको लोकल टुच्च भनेको क्या। अघिको गरे झन् अर्को महँगो जिनिस पो लिएर आएको थियो। महँगो खाँदैमा चाहिँ के अरे इनर्जी आउने हो र? राम्रो चिज भनेको गाउँघरको भनेको क्या मैले। दाजु यो सुन्नु न, पुरा गाउँघरको कि हेर्दा मात्रै बाहिरको यो ब्रान्ड मात्रै बाहिर, भित्र चाहिँ नेपाली उत्पादनै मान्छ कि दाइ। खाइ त हेर्नुहोस् एकदम। अब बाहिरबाट हेर्नेलाई ओहो यो त एटेड फोरेड खाएर छ भन्ने भयो, तपाईँको इज्जत पनि रहने दाजु।
खाँदाखेरि यस्तो मस्त ल ल ल ल ठिक छ ठिक पैसा छ त उही तपाईँले जे खाने गर्नु भएको छ नि त्यही हो कि यो महँगो छैन त्यही हो हो ल मेरो कुरा बुझेछ नि हेर्दा पनि कसैले उ हुने होइन ल ठिक छ ठिक छ ल दाजुले भाइ अहिले फेरि अर्को पनि थप्नुहुन्छ क्या, ल ल ल ल ग्यारेन्टी ठिक छ ल ल दाजुको बदमासी आहा, ल ठिक छ ए भाइ यहाँ आउनु त हजुर हजुर दाजु के भयो दाजु अर्को टुच्चा ल्याइदिउँ दाजु त्यो होइन नि कुरो अर्कै छ क्या अनि यो भटमास चिउरा मैले नन भेज भनेको होइन हो नि दाजु ननभेजै त हो दाजु अनि खोइ त यहाँ मासु सासु केही पनि छैन त म त सुकुटी होला अरू कुनै केही मासु होला त्यसमा चाहिँ साँधेको होला भनेको त यहाँ त सादा छ त यो त अनि होइन क्या दाजु यो भटमास नै ननभेजवाला हो क्या दाजु भटमासै नन भेज कस्तो किसिमको भटमास हो यो हुन्छ नि दाजु अहिले तपाईँले खाना माछा मासुको लाई पनि नन भेज भन्छ भटमासलाई त फल्ने चिजलाई पनि नन भेज भन्छ त अचम्म छ राम्रोसँग हेर्नु त दाजु त्यो राम्रोसँग हेर्नु त भटमास हेर्नु त राम्रोसँग त हेरिरहेको छु त यो भटमासै हो ल अरे यो भटमास हेर्नु त दाजु यो यो यहाँ त दुलो परेको छ त ल आमै ल सबैको दुलो परेको छ त यो त किरा लागेको दुलो परेको भटमास दिने भाइ मलाई दाजु त्यही दुलो भित्र छ क्या ननभेज यो दुलो भित्र ननभेज छ अनि दाजु त्यही त असली मालै त्यहाँ भित्र छ यो भित्रै उत्पादन भएको ननभेज हो क्या ओ बाबा हो